गाजर, मिर्ची, धनिया, सौंफ, राई, जीरा मसाला। अब सरसोंको तेल डालेर फ्राई गरेर अचारको। हेलो गाइज, अचार बनाउनको लागि गाजर, मिर्ची, मिक्स मसाला, धनिया, राई, सौंफलाई थोड़ा सा रोस्ट गरेर दरदरा पिसेछु मिक्सीमा। तेल राखेछु गरम गर्नको लागि। फेर मोलेको पनि अहिले हजुरहरूलाई देखाउँछु। है गाइस, थोड़ा सा हिङ, मेथी, जीरा और अजवाइन सबै फुटाइसकेँ। हजुरहरूले देख्न सक्नुहुन्छ। गाजरहरू हालेर फ्राई गर्न लागेको छु। हेलो गाइज, हेर्न सक्नुहुन्छ सारै मसाला मिक्स करके फ्राई करके मैले ठिकै तयारी पारिसकेको छु। अब यसलाई ठन्डा गरेर डब्बामा हालेर हजुरहरूलाई देखाउने छु। राधे राधे, धन्यवाद।